सरकार सदनलाई हेपिरहेको छ। सरकार हामी जनप्रतिनिधिहरूलाई हेपिरहेको छ। त्यो एउटा कुरामा मात्रै होइन, हरेक कुरामा हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन। अहिले सदन सुरु भएको यतिखेर मन्त्रीहरूको सरकारको प्रतिनिधि कोही पनि छैनन्। हामी समितिहरूमा उपसमितिहरूमा बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकार उपस्थित हुँदैन। यसैले यो बैठक चल्दैन। सरकार नभइकन हाम्रो नियमावलीको व्यवस्था अनुसार सदनको अभ्यास अनुसार तुरुन्त बन्द गरियोस्। धन्यवाद।